हे एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म हजुरहरूलाई लगेर जाँदैछु पोखरा महोत्सव। यहाँ पोखरामा चाहिँ 13औं पोखरा महोत्सव लाग्दैछ। त्यही भएर हामी चाहिँ आज पसल बन्द गरेर महोत्सव हेर्न जान लाग्यो। म चाहिँ रेडी भइसकेँ। अब म चाहिँ दिप्तीहरूलाई कुट्दैछु। अब दिप्तीहरू आइसकेपछि चाहिँ हामी जाने। अब हामी जाने हो। हामी अब महोत्सव जाने। दिप्तीको मम्मी र मायाला पनि आइसक्यो मिटिङबाट। हामी चाहिँ अब जाने। हेलो ल जाम अब। हामी चाहिँ अब जान लाग्यौँ। घरबाट निस्किसक्यौँ हामी। अब महोत्सव जाने। साह्रै कुलमुलु गरेको फेरि। आइज गाइज आइज। के भयो? के मागे? पैसा मागे क्या? बारे क्या त अहिले त बाटोमा त अहिले त अन्त नि झालो त म के लाएर बस्नु नि अनि त्यो खाट्नु काट्नु त पर्छ नि। यता यता हेर्दा मुडुल ठाउँ छोड्छ हो। कता गर्छु मम्मीहरू? दिप्तीले हान्छ रे, दिप्तीले हान्छ रे। अच्छा मेलाको रमझम। श्यामला नारे अलिक खुल्ला भयो है। महोत्सव हेरेर आइसक्यो। महोत्सव हेरेको भनेको मान्छेको घुइँचो हेरेको त हो नि। ल हामी चाहिँ महोत्सवबाट निस्केर अब सेको घरतिर खाजा खान जाँदैछौँ। दिप्तीको मामा घरमा। हालिदिउँ त नानी फेरि गेस्टहरूलाई वेलकम गर्न बस्यो क्या। ड्युटी कामले अब अड्डाइ आइ के भन्छ।
खान्छु अरे मिक्स मोमोस चिकन मोमोस छ भेज छ एक प्लेट हो के Ông ta खान्थ्यो अन्त मोमो आइपुग्यो कान्छी यता हेर न यता रोको अघि खाऊ खाऊ केही हुन्न दिदी लिएर न कस्तो ताने अझै कस्तो छ मिठो छ चोर लाग्यो उता चोर लाग्यो हेलो खतरा रिसाएको मान्छे समाधान त सम्झाउने कान्छी मिठो रहेछ चिकन मोमो आज खाएँ है त अनि पनि ल म पनि अब खाजा खान्छु दिप्तीको मम्मीले सुरु गरिसक्यो म वहीं के खसिसक्यो लोराले कुकु कस्तरी हेरेको न के भयो मम्मी के भयो मम्मी किन बोलाएको मम्मीलाई मिठो भयो के ल्याउने रे अझ कोक पनि हो यामा त्यही भएर खुसी भएको बासै यहीँ हुँदो रहेछ त होइन खुसी भाइ त्यही भएर तिम्रो बासै यहीँ हो क्या सोल्टिनी हाततिर भएर अवसर धेरै छ भाइ नगुमाऊ सोल्टिनी हान्ने यहीँ छ कामसिङ पनि यहीँ छ मामा घर एउटा बच्चा हेर न फेरि त्यहाँ हामी चाहिँ अब जान्छौँ आकृति ब्याग न यो कसको मार्क्स हो लिएर जाने क्या पपी लाने हो महोत्सवको नाइट भ्यू अब हिँड्दै जाने है केमा जाने त
ल हामी घर फर्किँदाखेरि रात परिसक्यो भन्टाङ भुन्टुङ अगाडि छ कस्तो लाग्यो आजको मेला हेलो दिपा कस्तो भयो राम्रो के को झ्याउ लाग्दो रमाइलो भयो नि रमाइलो भएन आएको दिल रमाइलो हामीलाई त रमाइलो भयो नि होइन ल आजको भ्लग चाहिँ यति नै हजुरहरूलाई कस्तो लाग्यो हेरेर मन पर्यो भने लाइक गरिदिनु च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु बाई बाई